हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ फर्स्ट अफ अल म हजुरलाई है आज मेरो बिहानीको काम देखाउँछु ल। फर्स्ट अफ अल मैले पानी खानको लागि पानी बसाइसकेँ है। मैले चाहिँ मन तातो पानी खाने गरेको छु नि त, सो घाँटी पनि दुखिरहेको छ त्यसैले। अनि साथीहरू अब कता जाँदैछु भन्नुहुन्छ होला है। म चाहिँ यहाँ कुखुरालाई मैले बेलुका खाना त्यति धेरै खाइनँ नि त, खाना ब्रेक थियो नि, त्यसैले मैले चाहिँ कुखुरालाई चारो दिनको लागि खाना लिएर जाँदैछु साथीहरू। मेरा कुखुरिकाहरू चाहिँ यता छन् है साथीहरू, इकाउ गर्छन्, बाजेका बाजे गर्छन्, लाप्पा खेल्छन् खालि है। हामी त सानोमा साथीहरूसँग त्यति धेरै लाप्पा खेल्दैनौँ, तर यिनीहरू यति धेरै लाप्पा खेल्छन् नि है साथीहरू। अनि मेरो बारीमा चाहिँ साथीहरू के भन्नुहुन्छ, फलेको छ भन्नुहुन्छ भने केही छैन हौ, म त बेकारी छु। एउटा घिरौलो तिरौलो यता एउटा छिपिरहेछ, अस्ति 2-3वटा फलेको थियो, मैले खाइहालेँ होइन। कात्तिके सिमीहरू अलिअलि हुँदैछ, यो लोगो अहिलेदेखिको होइन, खोइ के भयो यो फल्दै फल्दैन। यसको मुन्टो चटक्क पारेर चुडिदिनु पऱ्यो हौ साथीहरू, फल्छ कि है। लु त मलाई चुडिदिए, फल्दै फल्दैन, खोइ के भयो होइन। केही छैन हौ साथीहरू। यतिखेर बारीमा चाहिँ मेरो चाहिँ अस्ति यस्तो फर्सी मुन्टा यताउति है कति थोक थियो नि त। अहिले त्यस्तो धेरै छैन, फुल खेलिरहेछ खेल्न चाहिँ, तर खोइ फल्दै फल्दैन, के भयो त्यस्तै उस्तै छ साथीहरू। अनि मेरो बिल्ली छ, यो बिल्ली होइन। अनि म लागेँ साथीहरू, मलाई ढिलो भइसक्यो नि त, घरबाट आएर यता पुछपाछ गरेर पूजासुजा गरेर ढिलो भइसकेको छ। आज नागपञ्चमी, त्यसैले यसो फटाफट त गर्नै पऱ्यो। अनि म चाहिँ लागेँ बढार्नतिर, बढाउनु त परिहाल्यो, छोरी हुन्छ नि त साथीहरू। अनि बढाइसकेर अब म चाहिँ पुछपाछतिर लाग्छु। अनि साथीहरू मैले घरबाट सुरुवात गरिसकेर म चाहिँ पुछ्नतिर लागेँ। आज नागपञ्चमी, छिटो गर्नुपर्नेछ। अनि म घर सब पुछिसकेर चाहिँ अनि त्यहाँ कामतिर लाग्नुपर्नेछ साथीहरू। फाइनली क्लिन मैले चाहिँ घर पनि बढाइसकेँ। सो त्यसै अब म चाहिँ पसलतिर सफासुग्घर गरेर यताउति गरेर पूजासुजा गरेर पसलतिर है सबै थोक गर्नेछु साथीहरू। अनि साथीहरू मेरो बारीमा चाहिँ कति राम्रो राम्रो पुतलीहरू फुलेका रहेछन् नि त। अनि पूजा गर्नको लागि टिप्न पनि कस्तो लोभ लागिरहेछ क्या मलाई त, हेर्नु न यति राम्री राम्री पुतलीहरू छन् होइन, तर पनि टिप्नु त परिहाल्यो साथीहरू। अनि म चाहिँ लागेँ नागको पूजा गर्नतिर साथीहरू है। नागको पूजा त गर्नै पर्यो। म जाँदैछु मेरो घरको माथि छततिर, यति गाह्रो छ नि माथि चढ्नुलाई, पहाड चढे जस्तै लाग्छ कहिलेकाहीँ त मलाई त यो पहाड, कताको पहाड हो कुन्नी। रोसु उठा रोसु, गुड मर्निङ। अनि म चाहिँ छोरीलाई यहाँ छिटो उठाउन कति सुतेको भनेर चाहिँ म लागेँ। अब मेरो पहाड चाहिँ चढिसकेँ नै साथीहरू, यति टाइम लाग्छ नि पहाड चढ्नको लागि चाहिँ, यति गाह्रो हुन्छ नि साथीहरू। हजुरहरूको चाहिँ कसको यस्तो पहाड छ होला भन्न सक्नुहुन्छ सबैजनाले कमेन्टमा। राम। अनि मैले चाहिँ यहाँ पूजा पनि गरिसकेँ नि त, आज सोमबार हो नि त। अनि मैले चाहिँ यसरी भगवान्लाई फुलहरू राखेर दियोबातीहरू बालेर यसरी मेरो घरको चाहिँ सानो मेरो भगवान्हरू हुनुहुन्छ, टक गणेश भगवान् यता शिवजी यताउति गरेर मैले चाहिँ पूजा गरिसकेँ साथीहरू। अनि मैले चाहिँ यहाँनिर आज के गरेको थिएँ तपाईँहरूलाई थाहा छ? आज मैले पिठोको नाग बनाएर है यसरी जानी नजानी पूजा गरेँ साथीहरू। हजुरहरूले के गर्नुभयो? नागपञ्चमीको चाहिँ म यसरी पूजा गर्छु है साथीहरू। यसरी मैले सेतो फुल चढाएँ। आज मसँग दुध थोरै थियो नि त, त्यसैले दुध यसो माथिबाट अर्पण मात्रै गरेको हो मैले। अनि लागेँ म तुलसीको पूजा गर्नतिर, तुलसीलाई जल चढाइवरी होइन। अनि मैले चाहिँ यहाँ तुलसीको पूजा गरिसकेर बाती चाहिँ बल्नै दिँदैन, रुपीले बोकेर कुदाइदिइहाल्छ साथीहरू। म जाँदैछु पूजा गरिसकेर अब तल मेरो पसलतिर। अनि पसल पूजा गर्नु पऱ्यो नि त, मैले फुलहरू सबै रेडी गरिसकेको थिएँ, दियो पनि बालिसकेँ पसलमा, पुछपाछ पनि गरिसकेर सबै सामानहरू मिलाइसकेको थिएँ, पानीहरू पनि भरिसकेँ मैले, सबै पानी भरेर रेडी गरिसकेँ। अनि आजको मौसम चाहिँ यस्तो छ है साथीहरू। मैले सबै काम गरिसकेर म चाहिँ अब एकछिन बसेर अघि पानी खान सकिनँ नि त, त्यसैले अब मजाले बसेर पानी खान्छु भनेर यसरी म चाहिँ बसिरहेको छु। आजको मौसम अघि मैले पानी नै खान सकिनँ नि त साथीहरू, त्यही भएर फेरि म थपेर 1 गिलास खाएँ। अनि त्यसरी अब बाँकी रहेको चाहिँ यति है साथीहरू।